बाटोमा खाऊ आज अस्ति हामी गएको थियौँ उहाँ बर्थडेमा समोसा थियो यति बाहिर खाएर खाँदैन सो हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल हजुर कस्तो हुनुहुन्छ आशा गर्छु हजुरहरू एकदम ठिक हुनुहुन्छ भन्ने मेरो भन्नुपर्दा म पनि ठिकै छु भनौँ त्यस्तो एकदमै ठिक पनि छैन है अब एकदमै ठिक नभएको कारणले गर्दा नि आज हस्पिटल जाँदैछु हो मेरो रिपोर्ट चाहिँ जस्तो जुन म अस्ति लुटेर एक्सरे गर्न गएको थिएँ है त्यो रिपोर्ट चाहिँ मेरो आइसकेको थियो मेरो हड्डीमा चाहिँ त्यस्तो केही पनि मतलब क्र्याकहरू हुनु त्यस्तो केही पनि छैन हो अब हुनसक्छ मांसपेशियामा केही हुनसक्छ या त नसमा केही हुनसक्छ भनेको छ डक्टरले चाहिँ नि शङ्का गरेको छ है 3 दिनको दबाई दियो 3 दिनको दबाई दिएर अनि 3 दिनको दबाई खाएर पनि अब एकदमै ठिक भयो जस्तो लागिरहेको थियो मलाई चाहिँ तर ठिक चाहिँ नभएको रहेछ अब हिजो चाहिँ दबाई सिद्धिएपछि आज रातिबाट फेरि मेरो पेन स्टार्ट भयो है अब हात यो मेरो हात जो थियो यस्तो लान मिल्दैन भनेको थिएँ नि त मैले अहिले चाहिँ मजाले मिलेको छ लानको लागि मेरो राइट साइडमा हो नि त मजाले मिलेको छ त्यही मलाई चाहिँ केही काम गर्नै भएको छैन जस्तो भाँडा माझ्दाखेरि यस्तो हातको जोड पर्छ हैन त्यस्तो हुँदाखेरि पनि दुखेछ अनि जस्तो झाडु मार्दाखेरि पोछा गर्दा कपडा धुन त्यस्तो केही राम्रोसँग बनेको छैन अनि काम गरेको एकछिनपछि यस्तो दुखाइ छ कि एकदमै दुखाइ छ नि त हो त्यही भएर चाहिँ मैले सोचेँ अब बाहिर प्राइभेटमा पनि देखाएर हेरिसकेँ है अब एकचोटि आर्मीमा जाऊँ न त देखाउन के थाहा आर्मीमा राम्रो दबाई दिन्छ कि के थाहा बिमारी थाहा हुन्छ कि हैन के भएको छ मलाई भन्ने लागेर चाहिँ नि अब आज जानु पर्यो भन्ने सोचेको मैले चाहिँ नि आज जानु पर्ला हस्पिटल भनेर सोचेर चाहिँ नि जाँदैछु हो साथीले लिएर जाँदैछ आज पनि मलाई हो बिचरा कति यता पनि लिएर गयो उता पनि लिएर जान्छ आज त झन् पुरा टाइम लाग्छ किनभने चाहिँ आर्मी हस्पिटल चाहिँ एकदमै भिड हुन्छ नि त त्यही भएर चाहिँ हामी चाँडै जानुपर्ने हुन्छ त्यही चाँडै जानुपर्ने कारणले गर्दाखेरि नै आज म चाँडै जाँदैछु हो 7 बजे हिँडेर 7 बजे हो अब 7:30 सम्म निस्किनु पर्ने हुन्छ भनेर चाहिँ नि फटाफट मैले चाहिँ नि घरको काम सबै गरेँ बाबु पनि स्कुल गयो हो स्कुल गएपछि अब नानी चाहिँ अलि सुतिरहेको छ नानी सुत्दा बित्तिकै उठ्दा बित्तिकै अब 7:30 सम्म त नानी उठि नै हाल्छ हो घरको काम सबै गरेँ मैले नास्ता सास्ता बनाएर नानीको खाना पनि बनाइदिएँ हो म चाहिँ खाली पेटै जानुपर्ने हुन्छ त्यहाँ गएपछि डक्टरले फेरि ब्लडको चेकअपको लागि सुगरको लागि यता त सबै चेक दिन सक्छ नि त गएपछि दिन्छ चेकअपको लागि चाहिँ ब्लड स्याम्पलहरू दिन्छ त्यस कारण चाहिँ म खाली पेटै जाँदैछु हो त्यही भएर चाहिँ अब काम मैले सबै भ्यायो अब 7:30 बजीसम्म निस्किनु पर्ने हुन्छ अब हेरौँ आर्मी हस्पिटलमा कस्तो हुन्छ डक्टरले अब कस्तो रेस्पोन्स दिन्छ हो राम्रो अब एक्सरेहरू सब बोकेर जाऊ भनेको छ नि त बुढोले त्यही भएर सबै मैले प्याकिङ सेकिङ सबै भइसक्यो रेडी भयो बस निस्किन मात्रै बाँकी छ अब 7 बजे 7:30 सम्म निस्किनु पर्ने हुन्छ है अब साथी के अरे छोरी उठेपछि चाहिँ म निस्किन्छु है साथी आएपछि जाने हो ल म हजुरहरूलाई उता गएर अपडेट दिन्छु है त ल है साथी फाइनली हामी चाहिँ निस्केको ल निस्केपछि चाहिँ नि अब हामीले चाहिँ यो आर्मी एरिया इन्ट्री गरिसक्यौँ इन्ट्री गरिसकेपछि चाहिँ नि अब फटाफट जानुपर्ने हुन्छ भनेर मेरो साथीले चाहिँ एकदम कुदाएको छ गाडी हो यो आर्मी एरिया घुसेपछि चाहिँ नि यति राम्रो लाग्छ कि मतलब एकदम सफा लाग्छ चारैतिर बुटा है कस्तो राम्रो लाग्छ कि मलाई चाहिँ यहाँ आउँदा बित्तिकै आनन्द आउँछ मलाई चाहिँ नि हो अनि यता चाहिँ एउटा चर्च थियो मैले चाहिँ साथीलाई देखाएको थिएँ चर्च कस्तो भूत बङ्गला जस्तो लागेको भनेको कि मतलब चर्च राम्रो थियो तर त्यसको आसपास रुख भएको हुनाले कस्तो डराउने लागेको कि अनि यहाँनिर यो आर्मी थियो आर्मी चाहिँ किसका भिडियो बना रहे हो भन्दै थियो म त कस्तो डर लागेको है म त बुझेन कुरा अनि साथीलाई सोध्दै के भनेछ भनेर साथीले भन्दै थियो नि त कसको भिडियो बनाह भन्दैछ भन्थ्यो अनि फाइनली हामी चाहिँ कमान हस्पिटल आयौँ हो यो चाहिँ इमर्जेन्सी वार्ड हो सन्डेमा मात्र गेट खोजेको छ नि अनि हामी चाहिँ अर्को गेटदेखि इन्ट्री गर्नुपर्ने हुन्छ अनि हामीले चाहिँ यो गेटदेखि इन्ट्री गर्ने हो अनि हामी चाहिँ फाइनली इन्ट्री गऱ्यौँ इन्ट्री गरेपछि चाहिँ त्यति खासै भिड थिएन लागेन मलाई है सुरुमा चाहिँ अनि गएपछि चाहिँ नि म यहाँबाट गएर चाहिँ साथीले चाहिँ स्कुटी राख्दै थियो अनि म चाहिँ सरासर आएँ ताकि 1 नम्बर 2 नम्बर भयो भने अगाडि बढोस् भनेर चाहिँ म छिटो आएँ अगाडि हो यहाँ अनि आफ्नो कार्डहरू आर्मीको कार्ड चाहिँ डिपेन्डेन्ट कार्डहरू देखाउनु पर्ने हुन्छ यहाँ चाहिँ सरलाई देखाएर चाहिँ नि मैले लाइनमा लागेर चाहिँ मैले पर्ची पनि काटिहालेँ हो अनि पर्ची काटेपछि अझै अर्को ठाउँमा भित्र गएर नम्बर लगाउनु पर्ने हुन्छ डक्टरको नम्बर लगाउनको लागि फटाफट भित्र गयो भित्र गएर नम्बर पनि लगाएँ यति भिड थियो है भिड नै थियो अनि फेरि पनि यति बिहान आउँदा नि यति भिड पनि धेरै नै भिड हो है अनि पछि चाहिँ मेरो चाहिँ रुम नम्बर 1 अनि नम्बर चाहिँ मेरो नम्बर चाहिँ 21 परेको थियो अनि अहिले चाहिँ 10 नम्बर चलिरहेको थियो म चाहिँ उम्मिद गरिरहेको थिएँ छिटो होस्
फाइनली 18 नम्बर पुगिसक्यो किनभनेपछि बिचमा कोही 2-3वटा नम्बर आएको थिएन त्यही भएर चाहिँ 18 नम्बर आएपछि मेरो नम्बर आइसक्यो अनि आएर पनि मैले डक्टरलाई देखाएर पनि फेरि मेरो ब्लड चेकको लागि चाहिँ यहाँ बोतलको लागि लाइन लाग्नुपर्ने हुन्छ कि ब्लड स्याम्पल दिनको लागि बोतलको लागि लाइन लाग्नै पर्ने हुन्छ बोतलको लागि पनि आफ्नो नम्बर इन्ट्री गराइसकेपछि बल्ल बोतल दिन्छ त्यसको लागि चाहिँ नि बोतलको लागि बल्ल बल्ल मेरो नम्बर परिसकेपछि मैले पनि बोतल लिएर ब्लड निकाल्ने ठाउँमा आइपुगेँ हो अनि ब्लड निकालेर मैले ब्लड पनि दिइसकेँ दिएर चाहिँ नि हामी नास्ता गर्नको लागि आयौँ किनभने चाहिँ फास्टिङको हामीले ब्लड दिए फास्टिङ पछिको चाहिँ नि नास्ता गरेको 2 घन्टा पछि फेरि दिनुपर्ने हुन्छ त्यही भएर चाहिँ नास्ता खानको लागि हामी आयौँ आएर चाहिँ यहाँ अर्डर गर्दैछ म साथीले सोध्दैछ के भनेर यहाँ चाहिँ नि अनि यहाँ चाहिँ पैसा पे गरेर चाहिँ साथीले बिल लिएर त्यहाँ काउन्टरमा गएको छ ल्याउनको यो चिज हामीले अर्डर गरेछौँ है भनेर गएको छ म चाहिँ नि आएर अगाडि टेबलमा बसिहालेँ टेबल बुक गरेर बसिहाल्यो अनि फाइनली हाम्रो चाहिँ नास्ता आयो के मन पर्दैन बिमारी मान्छेले छोले भटुरा खाँदैछु न फर्स्ट बाइट भन्नु न समोसा खानु न समोसा पनि खानु समोसा दिएको गन्धमा तपाईँ फालिदिएको भटुरा खानु सक्दैन म अस्ति हामी गएको थियौँ उहाँ बर्थडेमा समोसा दिएको यति बाहिरको खाएर फाल्दैन केक खाइदिएको थपेर मागेर हामी त नेपालमा बनाउने जस्तै बनाउँछ क्या पातलो लाग्यो चटनी के को रेडिमेड हो के हो अस्ति हाम्रो कुना नास्ता खाइसकेपछि चाहिँ नि 2 घन्टा पछिको दिनेवाला ब्लड स्याम्पलको लागि आएको त नास्ता पछिको त मान्छे कति भिड आमामा झन् बिउस हुने जस्तै बल्ल बल्ल चाहिँ दिएँ है मैले चाहिँ दिएर चाहिँ अब हामी फर्केपछि चाहिँ नि फटाफट जानुपर्ने हुन्छ किनभनेपछि 1 बज्न आँटिसक्यो घरमा गएर खाना पनि बनाउने हो नि त बाबु आउँछ त्यो चाहिँ किराती द्वार भन्दा बित्तिकै नेपालदेखिको मान्छे चाहिँ चिनिसक्नु थाहा पाइसक्नु भयो होला केलाई किराती भन्छ भन्ने चाहिँ नि यो चाहिँ हाम्रो नेपाली गोर्खा रेजिमेन्ट हो गोर्खालीको पल्टन 11 जिया राई लिम्बू तामाङहरूको पल्टन हो त अनि यो भित्र चाहिँ पुरा यतापट्टि जो गेट देखेछ यसको भित्र चाहिँ पुरा नेपाली पल्टन हो है सबै यहाँ चाहिँ देशको पल्टन नेपाली पल्टन छ है यहाँ चाहिँ नि अब चाहिँ यहाँदेखि यो आर्मीको एरिया निस्किसकेपछि बाहिर बल्ल हाम्रो एरिया आउने हो है हामी बस्ने चाहिँ बाहिर एरियामा हो हामी चाहिँ क्वार्टरमा बस्दैनौँ हामी चाहिँ सिभिलमा बस्छौँ अनि यहाँदेखि टक्क यो गेट यो पर्खालदेखि बाहिर चाहिँ पुरै सिभिल एरिया हो यहाँदेखि चाहिँ अब कन्जर बस्ती स्टार्ट भयो यहाँदेखि चाहिँ नि त्यो गाइस अब म आइपुगेँ घर बाप्रे गर्मी कति बज्यो 1 पनि बजिसकेछ नि मेरो छोराले के होला नि यो लाइट पनि खुल्लै छोडेर गएछ कस्तो गर्मी भयो उफ बल्ल बल्ल आइयो घरमा अझै एउटा दबाई ल्याउनु थियो दबाई त नल्याइकन आइहालेछु म गर्मी बाप्रे फटाफट कपडा चेन्ज गर्छु र मेरो छोरी के गरेछ बिचरा 7 बजी छोरा गएको कति बजी 8 9 10 11 12 1 6 घन्टा 5.5 घन्टा भयो 5.5 घन्टा भइसक्यो मेरो छोरी छोडेर गएको के गरेछ रोयो कि के गरेर बिचरा उसको दिदीको घरमा छ अब फटाफट कपडा चेन्ज गर्छु र छोरी लिएर आउँछु